नै गराएको हो किनभने एउटा म सरकारी कर्मचारी मान्छे हो र यहाँ देख्दाखेरि कर्मचारीहरूको छोराछोरी बोर्डिङ स्कुलमा पढ्ने देखिन्छ हैन। सरकारी स्कुलमा त दिनै चाहँदैन कोही, तर म त्यस्तोमा परिनँ। म चाहिँ सरकारी स्कुलमा अलिक राम्रो स्कुल कुनै छ भने सकभर छोराछोरीलाई सरकारी स्कुलमै पढाउँ भन्ने मेरो सोच छ र त्यही हिसाबले मैले दिएको हो। र छोरालाई अब यो रोबोट स्कुलको अब 8मा करिकुलममै छ भन्ने कुरा सुनियो र मेरो साइन्सको सरसँग पनि अस्ति कुरा भएको थियो र उहाँलाई पनि मैले भनेको थिएँ प्रोजेक्ट वर्क जति पनि छन् केटाकेटीहरूलाई यो साइन्समा त धेरै नै हुन्छ हैन। यो दिँदै गर्दाखेरि सिक्ने प्रयास हुन्छ, केटाकेटीले सिक्छ हैन। र त्यो सिकाइको क्रममा चाहिँ के भयो भने एउटा रोबोटको पनि परिकल्पना भयो र कोर्समा पनि छ भन्ने कुरा हुँदाखेरि सरसँग मेरो सल्लाह हुँदाखेरि सरलाई मैले के भने तपाईँ प्रोजेक्ट वर्क दिनुहोस्, लगानी जति लाग्छ म लगानीमा पछाडि हट्ने बेला छैन, जति लागोस् म गर्छु। मेरो छोराले गर्ने इच्छा देखाइरहेछ भने म चाहिँ मेन कुरा के हुन्छ भने विद्यार्थीको गार्जेनले विद्यार्थीको भावना चाहिँ बुझेको हुनु पर्यो। नभए विद्यार्थीको भित्र के छ हैन, उसको भित्र त धेरै कुराहरू लुकेको हुन्छ के, त्यो बाहिर निकाल्नको लागि शिक्षक गार्जेन यदि भएन भने त्यो निस्किँदैन के। हजुर, तपाईँ जस्तो गार्जेन सम्पूर्णलाई बन्दिन म रिक्वेस्ट पनि गर्न चाहे र आज जुन यो प्रदर्शन गरेको छ यो देखेर हजुरलाई यो मोमेन्टमा कतिको खुसी लागिरहेको छ? म त धेरै नै खुसी छु, धेरै प्राउड छु है। हो विद्यार्थी भाइ बहिनीहरू के छ? कोही बोल्दैनौ त? प्रिन्सिपल सर काइटको ओपन गरौँ।